हल्टु जाँदैछु नेपाल। गुड मर्निङ गाइस, ह्यापन हो। आज चाहिँ हामी हल्टु जाँदैछु नेपाल। म जोनाना बहिनी ठुला आमे आमा आप्पा आनी मामा ठुला आनी। हाम्रो च्यानल प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनु होला। म चाहिँ खोले खाँदैछु। हाम्रो गाडी चाहिँ आउनु आँट्यो होइन, उता हल्टु जानुको लागि। त्यही गर्दै ढिलो भयो भनेर चाहिँ आमालाई छिटो छिटो भन्दैछ। हेलो त साथीहरू, हामी चाहिँ यहाँ गाडीमा यहाँनिर गाडी पनि आइपुगे। यहाँ देउमुनि भाग्दैछ। यहाँ हाम्रो देवर बाबु, यहाँ हाम्रो दादा छ। दिदी के हो अहिले जार लागेको? अहिले जार लागेको यहाँ छ। अनिखेरि हामी चाहिँ यहाँनिर भाइ पनि आइपुग्छ। ड्राइभर लियोना छ, यहाँ आङ्गी छ, यहाँ मेरो पर्समै छ। जान्दैन यहाँनिर चाहिँ चिलु त्यहाँ रिस ल्यायो हेर्नु। मलाई चाहिँ पुरा खोकी लागेर हो। रुगा जाति पनि भएको छैन। अब त्यहाँ गएर झन् चिसोमा झन् मेरोमा ओके साह्रै छिटो। अब के हो तपाईँहरूलाई बाद बफेट देखाउँदैछु। ओके साथी, हामी चाहिँ हिले यहाँ पछाडि यहाँ भमिट गर्ने मान्छेहरू त पछाडि अन्तुमा होइन, भमिट हुँदैन हामीलाई। जरा भोक लाग्यो भने भन्नु। अन्तुमा गएको हामी। मेरो छोरी रिसले सरी तपाईँहरूलाई अन्तुमा पुगेर पनि हामी देखाउनु छ। आकु भिडियोमा नि आकु भन्दैछ। अन्तखेरि हामी चाहिँ हिँड्ने यहाँ ज्योति रियोना छ अगाडि। अन्त यहाँ गाडीमा चाहिँ अलिक झिकझ्याक झिकझ्याक हुन्छ भनेर ला बम्परमा ओइ ए छिपो आएको रहेछ। म त बमिट पो गर्न मलाई चाहिँ पुरा गरम भयो। सबैजना यहाँ एकदम मोटो मोटो लगाइरहेछ। यता त झन् के हो छङ्गु गएको जस्तो मोटो लगाइरहेछ। अन्त म त यहाँनिर गरम भएर एकदम। नेपालको पुलिस इज भेरी स्ट्रिक्ट। त्यही लागि यहाँनिर भोटर आइडी मात्रै भ्यालिड हुन्छ नि फेरि। नो आधार कार्ड, नो प्यान कार्ड, ओन्ली भोटर आइडी और पासपोर्ट। ओके गाइस, हाम्रो चाहिँ यहाँ चेकिङ सक्यो होइन। अब हामी चाहिँ हिँड्नु थालेको। हामी चाहिँ अब गएको फेरि पारियो नेपाल पस्ने ठाउँमा। त्यतिखेर मेची पुल हो नयाँ पुल। पहिला हामी त्यसमा जान्दैन, पहिला हामी यसमा जान्थ्यौँ। भिड हुन्छ अम्बो टोटो हेर्नुहोस्। यहाँ टोटोमा किन मजदुर आएको? यो टोटोमा चढेर चाहिँ गरेर पारी हुनुपर्छ अरे। अन्त यहाँ टोटो पुरा यहीँ हो। यहाँ भन्सार काट्ने ठाउँ यतानिर हो। हामी चाहिँ तर हिजो नै यहाँनिर हिजो नै यहाँ दाले काट्नु भएछ होइन। भन्सार पस्नुपर्छ फेरि ए होइन उयो त्यहाँबाट लिनु त पर्छ होला नि होइन। यहाँ भर्सार काट्ने जग्गा कति भिड रहेछ। यहाँ चाहिँ पुलिस दाजुले यहाँ चेकिङ गर्दैछ। ए पुलिस दाइले यहाँ चेकिङ गर्नु हुँदैछ। यहाँ हाम्रो पनि चेकिङ गर्छ होला अब होइन। हाम्रो केही पनि छैन। ए हो, ए तर पनि गर्छ होला नि।
यस्तो गर्दैछ के भन्छ यहाँ चाहिँ माथि एटिजीहरू छ भन्यो भने त्यो के भन्छ यसलाई हुटमा खोल्नु लाउँदो रहेछ होइन। यहाँ नेपालमा चाहिँ हाम्रो चाहिँ हुँदैन थियो तर गान्तोकमा चाहिँ त्यस्तो खोल्नु लाउँदैन हो। हाम्रो गान्तोकमा चाहिँ रम्फू हाम्रो त खोल्नु दिँदैन खोल्दैन पनि अलिकति यस्तो हेर्छ पनि जाउँ जाउँ भनिहाल्छ। यहाँनिर चाहिँ माथि पनि चेकिङ गर्दैछ हो। अम्बो यो त 1 सेकेन्ड पनि नभइकन उत्र उत्र गर्दो रहेछ होइन चेक गर्दो रहेछ यहाँनिर चाहिँ। अन्त कतिजना चाहिँ आउँदैछ टुरिस्टहरू भनेर चाहिँ त्यो पनि गरेको छ। दिस इज नट सिलिगुडी होइन हौ नेपालमा हौ। अन्त गाइस भनिदिनुहोस् त के भन्दैछ अन्त गान्तोकमा चाहिँ कतिको हुन्छ भनिदिनुहोस्। हामी इन्डियादेखि बाहिर छ अब हामी इन्डियामा होइन सिलगढी होइन नेपाल इन्डिया होइन यो दिस इज नथिङ जना चाहिँ नेपाल पछि त गरे अब त कस्तो चेकिङ हुन्छ। अब नेपाल पछि पुरा चेकिङ हुँदो रहेछ होइन। अन्तखेरि पुरा के भन्छ अन्तखेरि हामी चाहिँ यहाँनिर काकारभिट्टा आइपुग्यो। यहाँ हामी चाहिँ हिल्स आइपुग्यो अब चाहिँ यहाँ अब अलिक उकालो 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 हुँदैछ बाटो पनि झिकझ्याक 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 हुँदैछ। सुपारीको रुखै बेसी है। अन्त हिल्समा पनि हुँदैछ सुपारीको गाडीमा चाहिँ पुरा हल्लिँदो रहेछ। कन्याम है साथीहरू अहिले चाहिँ हामी कन्याममा आइपुग्यो हो। कन्याममा आइपुग्यो यहाँ कन्यामको टी गार्डन दामी रहेछ हौ दामी। पुरा फोटो खिच्दैछ हो। ज्योतिको फोटो खै कस्तो ढिलो यो आएको अलिक छिटो गरेर छिटो हामी पनि खिच्नुपर्छ फोटो। यता हेर्नुहोस् त कन्यामको यता आमा कस्तो दामी दामी है। त आएको थिएन फर्स्ट टाइम आएको म त। यता पनि फोटो खिच उता पनि फोटो खिच यता पनि उता जा भन्छ उता यता जा भन्छ। नेपालको झालमुडी चटपटे खाँदैछु। खै चटपटे देखाउनु दिदी चटपटे एकछिन बनाउँदैछ चटपटे। यो चाहिँ ड्राई हो कन्यामको चटपटे यो ड्राई हो। अर्को चाहिँ के भन्छ झालवाला बनाएको झालमुडी के भन्छ यसलाई गिलोवाला मैले त नुन कम्ती म त नुन कम्ती लगाउँदा यो थुकाइसक्यो थुक्री नि हो यहाँ खै हाम्रो नानाले पुरा थुका हेरे खै थुकै थुक नगर्नु नि फेरि यहाँ बस्ने रहेछ त बस्नु अलिकति खाजा खाजा निक्लेको यहाँनिर यहाँ कस्तो राम्रो हो कलर क्या खाना है बहिनी अब त्यो खाएको मोमो खाएको भन्दा यो खाएको भए मोमोलाई आँखाको दाना पनि त्यो पनि 1 घन्टा लागेर अम्बो त्यही त मैले अघिदेखि खाऊँ भनेको नि। चाहिँ घोडामा जाँदैछ ए हिरोनीको उयो हुँदैछ है सुटिङ एकदम जुम गऱ्यो भने त मधुर देखिन्छ होला। ओके त साथी हो हामी चाहिँ अब यहाँ माथिबाट चाहिँ डाँडाबाट फर्केको लुगा त गत्ती न मत्तीको भइस हामी चाहिँ अब फर्केको। अब हामी चाहिँ एकैचोटि अब श्री अन्तुमा जाने हो अब त्यहीँनिर हाम्रो चाहिँ उयो छ आज त्यहीँ बस्ने हो हामी चाहिँ। फाइनली अन्तु आइपुग्यो हो। हामी सुत्ने होटल चाहिँ यही हो कटेज हो होटल भन्दा पनि कटेज रहेछ हो। टोइलेट बाथरुम पनि हेरौँ न हौ वाउ राम्रै रहेछ यता पनि कटेज चारवटा कटेज उयो गरिरहेको छ हामीले हो रिजर्भ गरिरहेको छ अस्तिदेखि नै
यही रहेछ त्यतिकै चिल्लु चिल्लु ए हो यहाँ रहेछ एउटा यहाँ रहेछ दुईटा यहाँ अगाडि चारवटा कटेज तातो चिया आमेनले पारा जाने गरेछ यता नजारा हेर्दै बगानमै हो बगानमा बस्यो नजारा हेर्दै आछो जाडो चाहिँ क्या जाडो है यस्तो जाडोमा हेर न मान्छेहरू बोट खेलेको त्यही त बोटिङ गर्नु हुँदैछ खेलिरहेको वाउ हेर्नु न दामी है यस्तो गरेर खानु कस्तो मजा आयो हामी चाहिँ यहाँ हाम्रो यहाँ बम फ्राइहरू गर्दैछु होइन आगो बाल्दैछु अन्त आगोको मात्रै 1000 रुपियाँ अरे अन्त ल नि त तापिदिउँ होइन आएको बेलामा भनेर चाहिँ हामी पनि तापी यहाँ आगो बालिदिँदै हुँदैछ यहाँ दाजुले Happy New Year!